घिउ लगाऊ घिउ लगाऊ भाइ पूजा गरेको यहाँको देउताहरूलाई वन देवी देउताहरूलाई नेपाली चाहिँ नपक्रेको हिन्दी त क्लियर पक्रिन्छ हिन्दीमा भन्नु न नि नम्बर आएगा भन्नु न उसको नंबर आएगा यार कॉफी क्लब में चेस you love it मसक्क भात पकाउने हैन अब एक प्लेट मासु पकाउने अनि त्यसमा भात पकाउने मासु त्यो टाको कहाँ राखे मेरिनेट के सबै हालेको छ लाउरे भनेर त्यो पुरा भर्दिन के छ त्यहाँनेरि त्यो पेस्ट पाउँछ के बिबिक्यूको मेरिनेट गर्ने रेडिमेड वाउ थाल्यो काम पुगो आखिर पिरो चाहिएको त मासुलाई त्यो पनि हो ए लु ढुङ्गा बिसुन त सकलबाट उया उया पिरो हुन्छ बोल्नु त बहिनी त्यो उयो रेडो छ भने त हुन्छ मस्त बनाउनु पर्यो है दाइ सलाद चाहिँ हो यस स्पेशल हुँदैछ यता के हुनु कस्तो हुनु कुकवेलमा रजिस्टरको पुरा सेपमा हैन खाऊ नखाऊ भने दिनभरिको खाऊ भने कान्छा बाजेको अनुहार भनेको हाम्रो कुरा गर्दैछ क्या हो त हाम्रो कुरा गर्दैछ कुखुरा हाले भएको जस्तो नगर ठुल्ठुलो ढुङ्गा लाउँ ऑर्गेनिक आटा
तपाईँ गाउँ कहाँ पोखरा होइन? पोखरा जस्तो लाग्यो गोर्खा अन्त नि मैले बोलीमा ठ्याक्कै थाहा भइहाल्यो मेरो त्यही फेवाताल छेउको घर है। ठुलो चाहिँ भाइको कास्की चाहिँ के? कास्की त गुरुङ भन्छ तर गुरुङ त होइन जस्तो लागेको छ दोकान उयो तल फेरि नेपाली दोकान एभ्रिथिङ अलरेडी त्यसै नुन हुन्छ नि बोल्दाखेरि तिम्रो त घर कहाँ हो र तपाईँ राई हो राई त हो नि सक्कल हेर्नु न तपाईँसँग मिल्दैन हेर्नु ठ्याक्कै मिल्छ सरन दाइ यो अरे मिल्छ अरे फेस है सरन दाइ यो अरे फेस मिल्छ अरे पर्न चाहिँ पर्छ कतिखेर पर्छ कतिखेर पर्छ पर्न त ठुलै पर्छ फेरि अहिले थाहा छैन। भात बटारेर खानु होइन हामीले ल्याएको बट्टा त गोलो थियो यो चाटपाटी चाहिँ कहाँदेखि ल्यायो ड्रोन अड्केको छ अब लिन जानुपर्छ भात गुम्स्याएर भइहाल्ने हो पुरा हल्लाउने हो माटो अड्काउने बुटामा अड्क्यो भाइ